लसो फ्याफुल्ला नमस्ते म बादल तमङ तपाईहरु सम्पूर्णलाई मेरो आजको भिडियोमा सबैलाई सभ्य व्यापक तरिकाले एकदमै स्वागत छ। जिन्दगीमा पहिलोचोटि एउटा ब्लग बनाउँदै छु। हेरेर एकदम प्रतिक्रिया दिनु होला, कस्तो होला के छ कस्तो होला हैन, मन परे लाइक शेयर गरिदिनु होला। धन्यवाद। लो गाइस यहाँ आउँदै लो सबैजना, लो यहाँ अक्काले यहाँ यहाँ आऊ ल यहाँ आउँछ सबैजना, ल यहाँ आऊ न सबैजना, पछाडि सबैजना आऊ न क्रिस्टिया। ल सबैजनाले हैन के भन्ने थाहा छ, यहाँ के भन्ने थाहा छ कि थाहा छैन? थाहा छैन। ल यहाँ आउन, पराङ्गो छोरा यहाँ बस्दा माथि होइन कि लाग्छ यहाँ सबैजना के भन्ने थाहा छ? को देखेन कि यहाँ देख्ने गरी सबैजना बस्छ न, यहाँ सबै देख्ने गरी के भन्ने थाहा छ? सबैजनाले मेरो बादल दाइको युट्युब चाहिँ सब्सक्राइब के भन्ने, सब्सक्राइब गरेर भनिदिनु ल। त्यो आउन यस्तो रहेछ ल खोइ त भने आउन छिटो हो नभन्ने ल भन नि त। ल यिनीहरू कसैले नभनेर चाहिँ हाम्रो गुन्डाले भन्छ, के भन्ने रे गुन्डा? ल भन् त, ल दिन्छु नि, ल भन् न। तिम्रो भन आऊ नभन्ने, यो मान्छे काम छैन रहेछ। यो भएन, यो लुटपाट भयो, यो भएन। यो यहाँ आऊ म पसलमा दिन्छु के नभन्ने, तिमी नभन्ने मान्छेलाई दिँदैन। के भन्ने रे? के भन्ने रे? ल भन्नु। मेरो दाइलाई सब्स्क्राइब गरिदिनु, मेरो दाइलाई सब्स्क्राइब गरिदिनु, मेरो दाइलाई सब्स्क्राइब गरिदिनु, मेरो दाइलाई सब्स्क्राइब गरिदिनुस् न। यहाँ खाइदिनु अरु खच्चु बजा चकलेट सुकेको चकलेटको पैसा छैन मसँग धेरै, एक रुपियाँ जाने चकलेट दिनु। पाजा खाने हो पाजा खाऊ। पैसा धेरै छैन केडा हो। पैसा चाहिँ अब युट्युबबाट आयो भने मात्रै दिन्छु है, तलि आधाहरू मेरो त्यहाँ जानु यहाँ सुकेको छैन भर्खरले। लसो फ्याफुल्ला नमस्ते म बादल तमङ तपाईहरु सम्पूर्णलाई मेरो ब्लगमा एकदम सभ्य व्यापक तरिकाले स्वागत छ। अहिले चाहिँ हामी हाम्रो गाउँको एकदमै मानेगाउँमा जाँदैछु। तिल हवा त्यो कोर्ने आगे माने यसो झ्याल्ने हो मलाई ए आखे जा मलाई आखे मानेलाई आखे मैले आइन मम निखाला नि सार खो मम यो मोजलाई चाहिँ भा ए मोज ल सार खो पिउले मम तिल अब आगे आयो आगे अहिले चाहिँ हामी मेरो गाउँको उता दुसरामा जाँदैछु च्यान्डाडामा। त्यहाँ चाहिँ एकदम बाबालाई
अब त्यस्तो वाउ भन्ने ठाउँ कुन चाहिँ छैन तर एकदम राम्रो ठाउँ छ हामी चाहिँ अहिले त्यहाँ जाँदैछु होइन म तपाईँहरूलाई देखाउनेछु मेरो गाउँ कस्तो छ के छ होइन त्यो सब देखाउने छु मन परे लाइक कमेन्ट गरिदिनु होला सकेसम्म अब सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला होइन मेरो च्यानललाई माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला होइन ओ सन्धि ट्युले दिरम मेरो साथमा चाहिँ तामाङ समुदायको एकदम चर्चित भाइरल ऱ्यापर तोप लम्मा हुनुहुन्छ सन्धि केही भन्नुहुन्छ मेरो ब्लगमा लस्सो फ्याफुलजी नमस्कार सम्पूर्ण इष्टमित्रहरूलाई हाम्रो सम्धिको युट्युब च्यानललाई सबैजनाले सब्सक्राइब गर्नु होला अनि सबैजनालाई त्यही भन्न चाहन्छु हाम्रो यो ब्लगलाई चाहिँ लाइक कमेन्ट सेयर गर्नु होला त्यति नै धन्यवाद त्यति नै एक ऱ्याप जाने कि अघि जस्तो सन्धि यो जस्तो ऱ्याप त हुँदैछ सम्धि खै नेट चाहिँ चलेन कि अब हाम्रो यहाँ तोप सम्धिले एक छोटो मिठो तर एक ऱ्याप भन्दैछन् सम्धि ल काख्रेला कोप पुख्रीला स्योप दिमगाला तेमाले मिनगाला तोप मार्देन मुइला रङमगाला सोमरङ सिचकेला नगियामा तामुला गप गप नहीं मुला के दोषी जाला ल कडा ल सम्धि कडा लम्मा ल्याइदि सम्धि अर्को एक जाओस् न त ल सम्धि तम हप्ले ग्याम एला खलङ त दिन पिच तम हप्ले ग्याम एला खलङ त दिन पिच एला ऱ्याप थेसिङला दिमाग त जे ठिस एला भिडियो ला छमिङला पहिला ला चिक्स एला दत्तेला छमेन नङला ब फिक्स परा ngala para ए गतरी साला एस तिल लसी चला ngala पहिलो शब्द एला दिमाग की खाला ल दामी दोस्रो शब्द से एला तिङले टला छु तम हप्ले खेल्ला ngनन का खेलाडी भिकाली ज्यानेला होस्लो बेलाडी स्वयंबुरी वाट तला चैतपुने मेलाडी ऱ्याप कुम्भखाको वाले मजिजुङको ठेलारी ल दामी ल सम्धि हाम्रो तोप्लामा सम्धिको चाहिँ ऱ्याप कस्तो लाग्यो होइन यसो कमेन्टतिर प्रतिक्रिया दिनु होला तपाईँहरू नि चट्ट लगाएर ओ मने पे में हूँ ओ मने पे में हूँ ओ मने पे में हूँ मने पे में हूँ ओम वज्र गुरु पेमा सिटी हुम तजुर जवाय पेमा रेम बोर्जे तजुर समय पेमा ओम मने पेमा ओम तजुर जवाय पेमा ओम ओम आम क्रीम क्रीम स्वाहा के त्यस्तो नभएको बोडी देखाएर के काम त ल ल खोइ यहाँ आउनु सबैजना यहाँ आऊ सबैजना यहाँ क्यामेरामा आमा यो त तोप्लामा सम्धि भनेर कडा निस्क्यो त यार ओइ ए फेरि यहाँ आऊ वान्स मोर कम तिमीहरू तिनजना नै आउँछ यहाँ क्यामेरामा हेरेर भन्न ल ल ल ल बुङ्गो मेरो बाउमा छ भने गएको तेरो बडा मेरो बाउ सर बरोबर बाका नाम मेरो चाहिँ आडे आई नाम हेता तर निरे हेता गए मेरो सत्त अनि अरु खोइ त सक्यो ओ गुन्डा तेरो चाहिँ छ कि छैन ल आइज ल साला मेरो 5 रुपैयाँ पचाउने हो खाने हो ल एक जाओस् न त ल आइज ल फेरि अरू छ कि छैन त्यो एउटा मात्रै हो तेरो नि त्यो हो
ओए नुमा तेरो छ कि छैन छैन कसो तेरो हो मेरो हो भने हाम्रो चाहिँ यो ठाउँलाई चाहिँ के भन्छ भने हाम्रो चाहिँ दुर्सगाङ चेन डाँडा होइन हाम्रो चाहिँ कुरा हाम्रो यो तेमाल भेगमा चाहिँ हाम्रो चाहिँ कुरा सुन्नमा कस्तो छ भने तेमाल भेगमा चाहिँ कस्तो के रहेछ भने अब तेमाल भेगकै एउटा भनौँ न दुर्सगाङ चेन डाँडा चाहिँ राम्रो अनि ठुलो भन्ने चाहिँ यो तेमाल भेगमा कहीँ पनि छैन भन्छन् क्या हाम्रै गाउँमा चोपटार गाउँमा छ भन्छन् क्या एकदमै राम्रो ठाउँ एकदमै के भन्छ अब मेरो यहाँ एउटा सानो फुजे छ होइन मेरो भाइ मेरो आले होइन त्यसले चाहिँ एकदमै खतरा भनिदिन्छ रे सुनौँ न त ल लेट्स गो ल या सक्यो ल तेरो सब्सक्राइब गर्नु नबिर्सु तेरो नाम के अरे गुन्डा होइन त नामै गुन्डा अनि गुन्डा ब्लड ग्याङ भन्ने थाहा छ के तपाईँहरूमा के भन्न चाहन्छु भने अब हाम्रो चोपटार गाउँको चाहिँ चेन डाँडा दुर्सगाङ भन्ने चाहिँ कस्तो छ भने एकदमै ठुलो छ होइन एकदमै राम्रो छ पनि होइन यो भनौँ न म हाम्रो तेमाल भेग यो जुन ठाउँमाहरू म पुगेँ होइन त्यो ठाउँमा म सब घुमिसकेँ पनि म त्यहाँको चेन डाँडा होइन त्यो के भन्छ दुर्सगाङतिर पनि पुगेँ म तर अरूमा हेर्दा चाहिँ कस्तो ठाउँ क्या हेर्दै बुदाउँला जस्तो कस्तो के होइन हेर्दै डर लाग्दो जस्तो छ होइन कुनैको सुनसान उसमा हुन्छ हाम्रो त्यस्तो छैन क्या हाम्रो चाहिँ एकदमै अब तपाईँहरू राति बेलुका त्यस्तै भनौँ न होइन 12-1 बजीतिर आउँदा पनि तपाईँहरू डर लाग्दैन क्या त्यस्तो छ क्या हाम्रो चाहिँ चेन डाँडा होइन हेर्न सक्नुहुन्छ हाम्रो यो चाहिँ यो जुन छोडिदिन्छ नि यो छोडिदिन यो माने यसलाई चाहिँ हामीले आखि माने लाखे भनेर चिन्ने गर्छौँ यो माने लाखे भने चाहिँ हाम्रो उहिलेकै त्यस्तै होइन उहिलेको धेरै वर्ष अगाडि हाम्रो एउटा बाजे थियो अरे क्या हाम्रो त्यो बाजेले चाहिँ एउटा बिरसिर खेल्थ्यो अरे होइन एकदम पावरफुल थियो अरे क्या त्यो बाजे चाहिँ हाम्रो त्यो बाजे एकदम पावरफुल थियो अरे मलाई त्यसको इतिहास खासै थाहा छैन तर भने सुनेको थिएँ मैले एकदमै खतरा पावरफुल थियो अरे क्या अनि यो हाम्रो चाहिँ यो हाम्रो यो गाउँको मान्छेहरूले हाम्रो गाउँको आसपासको अरू गाउँको मान्छेहरू होइन जति पनि यो बाजेको इतिहासको बारेमा थाहा छ होइन तिनीहरूले चाहिँ अब वर्षमा एकचोटि भनौँ न यस्तो लुङ्दाहरू राख्न आउँछन् क्या यो बाजेको नाममा अब हामीले जति पनि केही गरेर होइन हामीले एउटा प्रार्थना गऱ्यो भने सकेसम्म यो बाजे चाहिँ पुरा गरिदिने रहेछ क्या हाम्रो त्यस्तो रहेछ क्या होइन त्यस्तो रहेछ अब हाम्रो एउटा बाजे हो यसको इतिहास छ होइन एउटा तपाईँहरूलाई म यो हाम्रो यो बाजेको एउटा इतिहास भन्न सक्ने मान्छे म ल्याएर तपाईँहरूलाई म इतिहास पनि कस्तो के छ त्यो देखाउने छु होइन अहिलेको लागि चाहिँ भिडियो यति नै म अझै देखाउनु छ होइन यो बाजेको अहिलेको इतिहास अहिले चाहिँ यति नै रोकिदिउँ मलाई थाहा भएको चाहिँ खासै थाहा छैन होइन मलाई नसुनाऊ क्या आफूलाई थाहा नभएको कुरो नसुनेकै राम्रो नि होइन जति थाहा छ त्यति म सुनाइदिन्छु हाम्रो यो चाहिँ नगर हाम्रो यो चाहिँ पछि बनाएको है त्यस्तै भूकम्प आइसकेपछि बनाएको होला होइन एकदमै हाम्रो यो माने छोड्दैन यो पनि यसको चाहिँ खासै के थाहा हो र अनि फाइनल्ली हाम्रो यता चौतारा छ होइन एकदमै यहाँ अहिले चाहिँ बिहान छ हावा चल्ने भएको छैन हावा आउने त आउँछ तर बरु खासै त्यति ठुलो चाहिँ चलाएको छैन तर यहाँ त्यस्तै 12-1 बजीदेखि चाहिँ यहाँ हावा चाहिँ मान्छे उडाउला जस्तै गरी उठ्छ क्या यहाँ हावा त्यस्तो गरी आइदिन्छ क्या हाम्रो यो हेर्न सक्नुहुन्छ होइन हाम्रो चौतारा पनि एकदम चिटिक्क छ नि हाम्रो चेन डाँडाको नम्बर 9 हो र हेर्न सक्नुहुन्छ होइन जग्गा फाइनल यता छन् क्या हेर न ल चौधरी मास यहाँबाट तपाईँहरू होइन अब यहाँबाट तपाईँहरू चाहिँ ए चुप लाग्न हे तिमीहरू
गाइस अब यहाँ रोसी खोला आउनुहुन्छ हेर्नु होला अब फाइनली यहाँबाट चाहिँ अब यता तेमल नै भयो होइन यो भेग तेमल नै भयो यो उता गाउँको दुल्खु भन्छ क्या तर अर्को पर्छ होला त्यो होइन तर यता फेरि रामेछप होइन यो रामेछप अनि फेरि उताको चाहिँ त्यो देख्ने नदेख्ने त्यो पिनहरूले देख्ने नदेख्ने चाहिँ कोसीबारी काभ्रे कोसीबारी हो होइन यहाँबाट चाहिँ हाम्रो कोसीबारी रामेछापको भ्यू हेर्न सक्नुहुन्छ होइन एकदम बवाल छ मुस्ताङ जस्तै होइन एकदम अनि पनि चप्पल अनि फाइनल्ली हाम्रो मान्छे जलाउने ठाउँ चाहिँ हो होइन त्यस्तै भनौँ न स्वयम्भूको भन्दा पनि ठुलो छ एकदम भयङ्कर ठुलो छ हाम्रो यो क्यामेरा अलिकति सानो देखे मात्र हो होइन एकदम बवाल भयङ्कर छ यहाँबाट फेरि हेर न ल हाम्रो अनि फेरि यता चाहिँ हाम्रो यता चाहिँ लामाहरूको काम हुन्छ यो पार्टी सार्टीमा चाहिँ अनि यता चाहिँ मान्छे पोल्ने ठाउँ अनि यता चाहिँ लामाको काम हुन्छ यो पार्टीमा चाहिँ त्यहाँसम्म चाहिँ एउटा एकछिन पख न ए तेरि तिमीहरू एकछिन पख जे गर्न मिल्छ होइन अनि त्यसपछि हाम्रो एउटा चौतारी छ क्या हेर न ल अनि हेर्नु त कति ठुलो छ हाम्रो चौतारी के भन्छ हाम्रो चेन्डाबाट कति ठुलो छ हेर्नु त होइन मेरो भाइले चाहिँ के भन्न चाहनुहुन्छ अरे क्या हाम्रो ब्लगमा भाइ के अरे ल सुरु कगजको सहर काठमाडौँ हो कमेन्ट तर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला हैन भुल्यो भने त यस्तो हान्दिन्छु 1 मिलियन हुनुपर्छ भाइ ओहो यस्तो हेर्छमा मान्छेको कपालै बिगाडिदियो तिमीहरूले त्यस्तो भएन नि त तिमीहरूको बाउजूले हेर्छ यो भिडियो अनि हेर्दाखेरि चाहिँ अनि मलाई के भन्नु थाहा छ कि थाहा कार्टुनमा त युट्युबमा हाल्छ नि साला गधा ब्लगको नाम के हो भन्नु त हाम्रो डोङ क्लाउड युट्युबमा गएर तेरो बुवाको तेरो मोबाइल छैन नि त डोङ क्लाउड मेरो फेसबुक नाम के छ अरे योलाई थाहा छ हो त्यही छ युट्युबको नाम पनि त्यही छ तिमीहरू पनि जाने त्यहाँ सब्सक्राइब गर्ने लाइक गर्ने अनि लाइक गर्ने कमेन्ट गर्ने त्यहाँ कमेन्ट चाहिँ गर्न आउँछ कि आउँदैन नाटक्ने ल ओके ल कम ल पछाडि हेर्नु त हाम्रो दुर्सगाङ क्यान डाँडा कति ठुलो छ होइन भयङ्कर छ अझ क्यामेरा ल्याउनै नभ्याउने सम्म छ क्या हेर्नु न ल होइन हाम्रो एकदमै ठुलो छ रोसी खोला देख्छ होइन यो रोसी खोला होइन नि मुला सुनकोसी हो नि फाइनल्ली गाइज हाम्रो तल एकदमै हेर्नु नि त सुनकोसी होइन सुनकोसी हो होइन सुनकोसी एकदमै नजिक छ हाम्रो चाहिँ यहाँ गाउँमा नि हाम्रो त्यो सुनकोसी जानलाई दाइ हो मिल्छ ए हाम्रो यहाँ माछा साछा मार्ने सबै हुन्छ नि हाम्रो यहाँ अनि हाम्रो एकदमै मलाई कि नै भनिसकेँ होइन उता रामेछाप अनि उता बिचको देख्ने नदेख्ने त्यो पिनहरूले देख्ने नदेख्ने भएको चाहिँ काभ्रे कोसीबारी अनि यता रामेछाप भयो होइन यता फेरि तेमल नै भयो क्या होइन एउटा यता तेमल दुल्खु भन्छ यो ठाउँ अनि हाम्रो चाहिँ सुनकोसी नाथी माथि हाम्रो गाउँ पर्छ त्यही हो अरू के भन्नु छ अरू के भन्नु छ त के भन्नु छ ल के भन त ल के भन्नु डोङ क्लाउड त्यसको गर्लफ्रेन्डलाई बाइक 20 तल हात्तीको सागमा किन हात हाली 40 तेरो बाउ खसी रन्डी ढोका तो 1 नम्बरको बोका ओहो तेरो बालो नुमाको बालो ढोगी त 1 नम्बरको
अर्को बगी ल आज भर्खर देखेको तासमा मिस्सी आज भर्खर देखेको तासमा मिस्सी त अर्को दिदीको रहेछ यो हुँदैन